यो नयाँ गभर्मेन्टले जुन फुटपाथ हटाउँदैछ, जुन मान्छेहरूको घर फुटपाथमा बसेको डिमोलाइज गर्दैछ नि, सबभन्दा बेटर काम चाहिँ यो हुँदैछ है। मलाई चाहिँ एकदम 100% सपोर्ट छु, हुनै पर्छ यो काम। किनकि मेरो जिन्दगीको यस्तो एउटा एक्सपिरियन्स म तपाईँहरूलाई सेयर गर्छु कि तपाईँ भन्नुहुन्छ कि अनि तपाईँको जिन्दगीमा पनि घटेको होला। म बजारको नाम भन्दिनँ, एउटा बजारमा आउँदै थिएँ, फुटपाथ जुन गाडी रोडको गाडी चलाउने जुन व्हाइट लाइन हुन्छ नि, पट्टी व्हाइट लाइन, त्यसको बादमा उता फुटपाथ हुन्छ। व्हाइट लाइन जुन रोड सकिन्छ त्योदेखि लिएर व्हाइट लाइन सकिनेको 1 फुट पनि छैन र त्यहाँ उनीहरूको घरको सिँढी छ। मतलब उनीहरूको घरको सिँढी सकेर अर्को खुट्टा राख्दा चाहिँ रोडमा छ। त्यहाँनिर मैले एक दिन लगेर गाडी राखिदिएँ। भगवान् मलाई यति टर्चरिङ भएको छ नि, मलाई बाल्टीले झन्डै पानी हाल्दैन गाडीभित्र, सिटमा बसेको ठाउँमा, चलाएकै ठाउँमा। अनि त्योसम्म टर्चर गर्छ यिनीहरू। कम्ती धम्की ढेकालेर उनीहरूको कम्युनिटी फटाफट जम्मा भइहाल्छ। निकाल 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 हुँदैन, कहाँ राखेको गाडी, मान्छे घरको अगाडि गाडी राख्नै भन्छ। त्यो खालको धम्की देखाउनेहरूलाई नभत्काए के गर्नु त। अब सुन्नुहोस्, रुनु धुनु कराएर हुँदैन। किनभनेदेखि एउटा घर उनीहरूले रोजगार हटिँदैछ, हाम्रो रोजगार कहाँ जानु कहाँ खानु त्यो चिन्ता गरेर हुँदैन। रुएर कराएर हुनेवाला चिज होइन। किन भन्नु त, रुएर कराएर हुने हो भने एउटा रेपिस्ट पनि जब सजाय पाउँछ नि त्यसले, त्यसको परिवार बर्बाद हुन्छ। त्यो रुन्छ कराउँछ, मैले गल्ती गरेँ मलाई रिहाई दिनु भनेर, त्यसको मतलब छोडिदिनु के, छोड्नु मिल्दैन नि त। रुनु कराउनु हुँदै गर्छ। यिनीहरू कहाँबाट आयो, पहिला कहाँ थियो? बजार बनिएको 20 वर्ष हुँदैछ, फुटपाथ लागेको 15 वर्ष हुँदैछ। अनि यिनीहरूको त्यहाँको उमेरको मान्छे 40 वर्ष 50 वर्षको उमेरको मान्छे छ, बाँकी 20-30 वर्ष कहाँ थियो यिनीहरू? बाहिर देशमा थियो भने बाहिर देश जाऊ, अरू कहीँ घर बनाएर राखेको छ, यो त्यसै कमाउनको लागि दखल गरेको भने त्यो पनि जाऊ। दखल गरेर भाडा दिन्छ यिनीहरू, रुम इन्कम गर्छ। त्यहाँनिर बगान एरियामा, म यहाँ डुवर्समा हेर्दैछु, बगान एरियामा जुन पत्ती टिपेर खाने मान्छे 100 वर्षदेखि बसेको छ, तिनीहरूले कसैले दखल गरेको छैन फुटपाथ। यो कहाँबाट आयो अचानक उडेर? तिनीहरू पत्ती टिपेर खाइरहेछ, यिनीहरूले फुटपाथमा बसेर कमाएर बिल्डिङ हाँगिरहेछ। 10 लाख 15 लाख 20 लाखको बिल्डिङ बनाउँदैछ तिमीहरू फुटपाथमा, फुटपाथवालाहरू। तिमीहरूले एकखेप पनि सोचेनौ सरकारी जमिनमा बनाउँदैछु म, अर्को सेफ जग्गामा म गएर जमिन किनेर राखौँ, ताकि सरकारले कुनै दिन यो रोड बनाउनु परेछ भने, यसलाई भत्काउनु परेछ भने म अर्को जग्गा सेफ बस्छु। गर्दैन यिनीहरूको दखल गर्ने आदतै भएको छ। यिनीहरू यहाँ दखल गरेन, अर्को जग्गा गएर दखल गर्ने। यिनीहरूको यो क्या सजिलो कमाएर खाने, मान्छेलाई टर्चरिङ गर्ने, यो त्यही खालको जीवन जिउने आदत भइसकेको छ। मेहनत नगर्ने क्या, चियापत्ती बगानमा गएर पत्ती टिप्ने, खेतमा हलो जोत्ने, बेङ्गलोर गएर खट्ने, यो होइन यिनीहरू। दुनियाँ मान्छे खटेर खाइरहेछ, फुटपाथमा दोकान थापो, बसो, दादागिरी मारो, यसरी जिन्दगी चलाउने कहाँ पाउँछ यसरी? यति सजिलो छ? रोड क्लियर चाहिँ छ। हामीले बाहिरबाट कुनै बजारमा गयो भने आरामसँगले गाडी राख्नु पाओस्, आरामसँग हिँड्नु पाओस्, अर्को ठुलो गाडी आउँदा क्रस हुने जग्गा दिनु पाओस्। के हो यस्तो? दखल गरेर बसेर रुएर कराएर हुने भने भोलिदेखि अरू मान्छे पनि जाला, पछि अरू मान्छे पनि जाला, रोड कुनै दिन ठुलो नहुने, के हिँड्ने जग्गै नराख्ने। म पनि गएर फुटपाथमा दोकान हालिदिन्छु, त्यसो दखल गर्छु। त्यसरी भत्काएन भने त त्यसरी चाहिँ चल्दैन सिस्टममा चल्नु पऱ्यो नि। हामी जस्तो सिस्टममा चलिरहेछ। हामीलाई बस्ती एरियामा एउटा मुनि कास्टको, एसटीको, एससीको जमिन रेजिस्ट्री हुन्छ हुँदैन भने हामीले टेन्सन हुन्छ जमिन लिँदा। फुटपाथमा बनाइदिने 10-20 लाखको बिल्डिङ यति सजिलो? सब भत्काउनुपर्छ। म त फुल सपोर्ट छु यसमा, भत्काउनै पर्छ। यो अत्याचार सहिँदैन।